हाम्रो समाजमा अ, एकले अर्कालाई सपोर्ट गर्दैन, एकले अर्कालाई बुझ्दैन भन्नुको कारण चाहिँ अ, डाहा, ईर्ष्या, लालचमा परेर हो। जब मान्छे लोभ, लालच, डाहा, ईर्ष्यामा पर्छ अनि उसले चाहिँ आफूभन्दा अघि बढेको मान्छेलाई देखिसहन सक्दैन। त्यसैले हाम्रो बुद्धिज्ममा चाहिँ मन, वचन र कर्म जुन एक्सन, काम सबै त्योबाट चाहिँ नि राम्रो कर्म गर्यो भने जीवन एकदम सुन्दर हुन्छ। हाम्रो मन एकदम अशुद्ध छ। समाजमा अब गुनासो धेरै हुन्छ, एकले अर्कालाई हेप्ने पेल्ने गर्छ। आफूभन्दा अरू प्रगति गरेको देख्यो भने त्यसले कसरी तल झार्ने, त्यसको गुनासो गर्ने, नराम्रो कुराहरू चाहिँ नि बाहिर ल्याउने अब त्यस्तो खोज गर्छ के। त्यही भएर त्यो हो उसको नराम्रो त्रुटि, नकारात्मक कुराहरू, नराम्रो पक्षहरू समाजमा केही समयको लागि बाहिर निकाल्न सक्छ, त्यसको बदनाम गर्न सक्ला अथवा जीवनमा खोट पुर्याउन सक्ला, चोट पुर्याउन सक्ला। तर त्यो कर्म जुन मनबाट गरेको कर्म, त्यो तपाईँले मनबाट गरेको कर्म चाहिँ फेरि फर्केर आउँछ। फर्केर कहिले आउँछ त? तपाईँको त्यो मान्छेको मन चाहिँ लास्टै दुख्यो, एकदमै भित्र एक्सट्रिमली लास्ट स्टेजमा दुख्यो भने धेरै चाँडो फर्किन्छ। ठिकै छ, भगवानको कृपाले देखा जाएका त्यसलाई पनि केही गर्ला, भगवानको उसमा भर पर्छु भनेर त्यो अर्को पक्षले सोच्यो भने समयअनुसार तपाईँ आफैले त्यो कर्म फर्किन्छ। त्यो मान्छेले चाहिँ मलाई यो मान्छेले नराम्रो भन्यो, यस्तो गुनासो गर्यो, मेरो यस्तो बेइज्जत गर्यो, यस्तो भनेर चाहिँ केही पनि भनेन। त्यो मान्छेले उसको आफ्नो आफन्तलाई पनि सुनाएन, तपाईँमा पनि प्रतिकार गरेन भने सम्झिनुहोस् त्यो सबै भगवानप्रति भरोसा भन्ने उसको भित्री मनमा छ र त्यो तपाईँमा एक दिन मृत्यु हुनुभन्दा कुनै न कुनै दिनमा तपाईँले त्यो कर्म फर्केर आउँछ र तपाईँ यो शरीर छोड्नुभन्दा अगाडि पुण्य, धर्म, कर्म, राम्रो स्वभाव, धर्म भनेको चेतना, स्वभाव, राम्रो स्वभावलाई परिवर्तन गरेन भने फेरि अर्को जन्ममा चाहिँ फेरि तपाईँको डबल टेबल दोहोऱ्याएर तपाईँको नराम्रो कर्मको कारणले गर्दा, त्यो सञ्चित कर्मको कारणले गर्दा त्यो समयमा तपाईँको प्रारब्ध कर्म, सुरुवाती कर्म र सञ्चित कर्म मिश्रण भएर दुःख पनि आउनुभयो, केही समय सुख पनि आउनुभयो। त्यो जन्ममा फेरि राम्रो कर्म गरेछ भने अर्को जन्ममा सुख हुनुभयो। त्यसैले यो शरीरलाई महत्त्व दिने होइन, हामीले यो आत्मा भन्छ अथवा चेतना भन्छ, कन्सियसनेस, यो चेतनालाई चाहिँ महत्त्व दिनुपर्छ। शरीरलाई किन त्यति महत्त्व दिनुहुन्छ? शरीरलाई धेरै रङ्गी चङ्गी दुनियाँ पैसा खर्च गरेर चाहिँ सिँगार पटार गर्नुभन्दा आफ्नो विचार, आफ्नो चेतनालाई एकदम कसरी हुन्छ तिखार्ने, निखार्ने गर्यो भने तपाईँ पक्कै पनि अर्को जुनीमा एकदमै पुण्यवान कर्म प्राप्त गर्न सक्नुहुन्छ। त्यसैले मान्छेले जब म किन दुःख पायो, मलाई किन यस्तो भइरहेछ भनेर त्यो फिल महसुस हुन्छ, मनमा पीडा हुन्छ भने त्यो पीडामा बग्ने होइन, किन भयो होला भनेर ढुक्कले एक मिनट सोच्ने, के कारणले, ममा के कमजोरी छ, के भएर भनेर सोच्ने हो। अरूले फलानुले यसो गर्यो होला, फलानुले यसो भनेर हो, यो फलानुले यस्तो गरेर हो भन्ने कुरै छोड्दिनु। तपाईँ मेरो के कमजोरी होला त्यो कुरा महसुस गरेर आफैले स्वीकार गर्ने, आफैले स्वीकार गरेपछि
तपाईँ धन्य हुन्छ, आफै धन्य हुन्छ। यो तपाईँको जीवनमा मैले एकदमै इम्पोर्टेन्ट कुराहरू भनिरहेको छु। मैले जीवनमा कति सङ्घर्ष गर्यो, कतिवटा अब देशमा अझै पनि घुम्दैछ, युरोपमा पुरै घुम्दैछ, एसियामा अब त्यत्रो गल्फ कन्ट्री कोरियादेखि सबै घुम्यो, प्राय म्याक्सिमम् देशहरूमा मैले धेरै मान्छेहरू भेट्यो। मान्छेको दुःखी हुनुको कारण चाहिँ त्यही हो, अर्काले चाहिँ नकारात्मक सोच विचारले लिने। त्यही भएर त्यो आफै दुःख पाइरहेको छ, त्यो कुरा चाहिँ उसलाई थाहा छैन, बेहोसी अवस्थामा छ कि। त्यही भएर हामीले बेहोसी अवस्थाबाट होसपूर्ण जिन्दगी बिताउनु पर्छ। त्यही भएर आध्यात्मिक गुरुहरूले चाहिँ होसपूर्ण जिन्दगी बिताऊ, होसपूर्ण जिन्दगी बिताऊ भनेको कारण। अनि हामीले चाहिँ सोच्छ हामी होसमै त छु नि, के मैले जाँड रक्सी खाएर बेहोस भएर लडाएको छ र हो। हामी चाहिँ जाँड रक्सी खाएर बेहोस भएर लडेको जस्तै हो, त्यो अवस्था हो अहिले चाहिँ। किनकि हामीलाई थाहा छैन के हो ईश्वर तत्त्व भनेको, के हो भगवान् परमात्मा भनेको, के हो महात्मा भगवान् परमात्मा, मान्छेको जुन जीवन के हो भन्ने कुरा, त्यो हामीले खोतल्न सकेका छैनौँ, बुझ्न सकेका छैनौँ। यस्तै छ, आज खाना खायो, सुत्यो, काम गर्यो, फेरि उठ्यो, यस्तै काम गर्यो, यस्तै जीवन बिताइरहेछ नि त। त्यही भएर त्यो जुनी भनेको चाहिँ एकदम सुसुप्त अवस्थामा निदाएको अवस्था हो कि त्यो चाहिँ। त्यो पूर्ण चेतना जागरुक साँच्चै नै जीवन के रहेछ त, जीवन भनेको के हो भन्ने कुरा चाहिँ बुझेको हुँदैन। त्यसैले यो जीवनप्रति चाहिँ एकदम अवेरनेस, कन्सियसनेस हुनु आवश्यक छ। हामी अरूसँग बोल्दाखेरि, अरूसँग व्यवहार गर्दाखेरि के गरिरहेको छ, म आफैमा पनि कसरी हिँडिरहेको छु, कसरी खाइरहेको छु भन्ने त्यो ट्याक्कै त्यो टाइममा महसुस फिल गर्ने हो कि। हरेक अब यहाँबाट उठेपछि पाइला चाल्छ अगाडि, हिँडेपछि त्यो पाइला टेक्दाखेरिको त्यो मस्तिष्कमा जुन प्रेस, जुन झस्को आउँछ, अरूले केही भन्दाखेरि कानले सुन्छ, त्यो कानमा ठोकेर त्यो आवाज आफ्नो मनमा कस्तो पुगेको छ। आफूले जे भन्छ अरूको अगाडि, आफूले के बोल्छ त्यो भन्दै गर्दाखेरिको अरूको बारेमा नसोचिकन त्यो आवाज, त्यो साउन्ड चाहिँ नि आफ्नो कानमा ठ्याक्कै सुनेर मनभित्र गहिरेर सोच्ने, मैले के भनिरहेको छु, ठिक भनिरहेको छु है, मैले यो कुरा गरिरहेको छु, ठिक गरिरहेको छु है। आफैलाई एनालाइसिस गर्ने, विश्लेषण गर्ने हो कि। त्यसपछि मैले ठिकै गरिरहेको छ भनेपछि, मैले ठिकै गरिरहेको छु, मैले समाजमा पच्ने गरिरहेको छु, म एकदम इमान्दार छु, म सही छु भनेपछि अरूले आलोचना गर्ला, घृणा गर्ला, अरूले हेप्ला पेल्ला भनेर त्यो सोच्ने नै होइन कि, त्यो सोच्ने नै होइन। हामी तपाईँ आफूमा म ठिक छु भनेपछि स्वतन्त्र चङ्गा जसरी उठ्ने हो कि मन, न कसैको रोकटोक, न कसैको छेकवाड, न कसैको चाहिँ नि अवरोध। त्यसरी जीवन आफूमा भर पर्छ। जे तपाईँ चाहनुहुन्छ त्यही बन्नु सक्नुहुन्छ भन्नुको कारण चाहिँ त्यो हो।